हेलो साथीहरू सबै तपाईहरुलाई कस्तो छ? मलाई त ठिकै छ। र हामी आज चाहिँ अस्ति दाउरा केही छैन, बाँसको दाउरा लग्ने हो। यसरी खनेर है खन्ती ल्याउनु पर्थ्यो। यसको उबाट खन्ती ल्याइएन। यसरी बाँसको ठुटा लगेर जाडोमा आगो ताप्नलाई पनि हुन्छ। आगो ताप्नको लागि मैले यसरी गरेको छु। हाम्रो नाला हो यो चाहिँ, हामीले लगाएको बाँस हो। त्यहाँ पनि छ। अनि त्यसपछि मेरो छोरी पनि आगी छ। आज मेरो छोरीको चाहिँ भोलिदेखि एक्जाम छ नि, त्यसैले गर्दा आज हाफ छुट्टीमा यिनीहरूको छुट्टी भएको हो। खोला, यो खोलामा चाहिँ पानी छैन है। पानी छैन यहाँ त, बर्खामा मात्र हुन्छ पानी। यहाँ त बाँस मात्रै हो, सब बाँसबारी भने भयो। बाँसै बाँस। ए नानी यता आऊ कान्छी, सानै यहाँ आऊ भनेको। यता फाल्दैन, चिप्लेर फेरि खोलामा लडिन्छ। यिनीहरू फेरि हाम्रा ऊ नै हुन्, बरिगाड। बरिगाडहरू यता हेर त, तिम्रो दुइटा एक्कै छन् दुइटा। यो त मस्तै आगो बोल्छ फुपू लट्ठी। सबै काटिन्छ है। उता जाऊ, उता जाऊ नानी, उता जा। दादाको मुख नजा है, दादालाई चोट लाग्छ। डोकामा त्यस्तो नराख, भैँमा राख। अनि पछि फेरि चाचेर लग्ने हो नि त, अनि धेरै जान्छ। त्यस्तो राख्यो भने त एउटा दुइटा मात्रै जान्छ। चाहिँ बाँसको दाउरा लिने हो अलिअलि। यही घाँस लिनु पर्ला। बाँसको घाँस पनि लिनु त होला नि आज पनि। बाँसको घाँस लिने अलिअलि। अनि त्यसपछि एउटा खर्सेटी भन्ने घाँस पनि हुन्छ क्या हाम्रो यतातिर। हजुरतिरको पनि हुन्छ कि हुँदैन है। यहाँ खर्सेटी घाँस भन्ने चाहिँ हो यो घाँस के। यो घाँस यति खान्छ नि। अनि यो घाँसको पनि बुट्टा ठुलो ठुलो बुट्टा छ। त्यो बुट्टा पनि काट्ने हो आज चाहिँ। वनतरुल खनेर हेर्नु हजुर, यहाँ त वनतरुल पनि पाइन्छ नि त। वनतरुल खनेर सब केही छैन निकालेर, सब झिया झिया छ जमिन त। यो पनि कति राम्रो छ के यो मेरो छोरीको टोपी। त्यो त तरुल खनेको ठाउँ हो नि त। लाऊ यता आऊ, यता आऊ। तरुल खनेको हो कि घर होइन। को हो घर? ए यो त घर होइन नि त। अनि यो त किराले लगाएको घर हो। के किराले लगाउँछ होला यो हजुर भनिदिनुहोस् है। यस्तो यतातिरबाट बन्द छ है। अनि यतातिरबाट घर बनाएर पनि ओहो निस्किएर गइसकेछ नि त। सब निस्किएर गएको हो। यो त ढुङ्गा भन्दा नि साह्रो छ। तेरो हात दुख्यो होला। तेरो हात दुख्यो यसो हान्दा। ल यसलाई के भन्छ? यो चाहिँ केसको घर हो। कसले चिने खा? तल चिने छस्? देखा छैनस्? ए कमिला घर पनि त्यस्तो हुन्छ। धमिरा घर थोरै नै यस्तो हुन्छ। धमिरा होइन, धमिरा होइन। ल फुटाला पनि त खै आँसीले त आँसीले भयो, फुट्यो। होइन नानीले सक्दिनँ, नानी नगर नि सानी। नानीले सक्दिनँ भनेको, अलिक चोट लाग्छ। ल यहाँ फुटाल त। यसमा के छ त्यो भित्र हेरौँ है। केही नि छैन। रोक म निकाल्छु। केही रहन्छ होइन। त्यसले बच्चा पारेर पनि किरा निस्केर उराइसक्यो। सर्पको हो क्या? सर्प होइन के, एउटा के कुम्लो के अरे के भन्छ नै त्यो। भदैले पनि गर्दैछ। यसले पनि निस्क्यो। ल कुहियो रहेछ नि क्या होइन? नकुहिएसँग त्यो निस्किँदै निस्किन्न। त्यो त सबै निस्किएको छ कुहियो रहेछ। भाइ सिसा हेर त। यो पनि यस्तो सिसाहरू ल्याएर फाल्छन् कि यहाँ। यो सिसा ल्याएर फालेपछि हाम्रो हात खुट्टा काट्छ कि काट्दैन? सब सिसा ल्याएर फाले रहेछन् यहाँ। अलिक विचार गर है। धन्न मतिर आयो यार। अनि यस्तो सिसा फाल्ने कि नालामा हेर्नु त। मैले खाँदैछु तर खानालाई चाहिँ राम्रै छ। बोक्रा भने अलिक टर्रो हुँदो रहेछ। फड्को पर्यो। यसको बोक्रा चाहिँ टर्रो छ।
तर खाँदा खाँदा चाहिँ अलिकति अलिकति चाहिँ मिठै हुँदो रहेछ। कस्तो लाग्यो मलाई त भन्दाखेरि कटहर जस्तो क्या, कटहरको जस्तै स्वाद लाग्यो। यति अड्छ होला पर लग्न पनि सकिँदैन होला फेरि, मिलाएर हाल्नुपर्छ नत्र चाहिँ अड्दैन सब जाने हामी ल हाल्न त पनि गइकिन उहाँ त्यत्रो भारी छ मेरो चाहिँ। अब घर लगेर छोडेर फेरि लिन आउनु चाहिँ यो बाँकी छ, बाँकी छ। म बोक्छु है, बोक्छु तर बोक्नु भने सकिन्छ कि सकिन्न भन्ने कुरो भयो। ल ल ल खसी ल धन्न टाउको फुटेर मरेको अवस्था थियो। त कस्तो थियो नि हो यति गरुङ्गो छ, यति गरुङ्गो छ बाबै, पसिनै आयो अहिलेसम्म त। मेरो त हालत खराब हुन्छ। किन ल्याइकन आयौ एउटाले भलो गरेर चाहिँ एउटा यहाँ है साथीहरू यताको टिमहरू अब गाउँतिर यस्तै भारी हुन्छ। अरूले चाहिँ अब त्यस्तो घाँसको बारी ल्याउने पराल पनि अझ सबै हो कसका पराल छोरा ल्याउ त नि, आफूले चाहिँ यहाँ दाउरा मरि ल्याउनु पर्यो। ल अब एकैचोटि घर आएर हेर्नु आइयो घर यही खानु पर्यो नि। फाइनली आइपुग्यो। गर्मी कस्तो घाम भयो, अघि त जाडोले हैरान बनाएको थियो, अहिले चाहिँ घाम भयो। फेरि अब यो दाउरा ल्याएको थिएँ, यति दाउराले पनि मलाई यति गरुङ्गो बनायो, यति गरुङ्गो बनायो। अब फेरि यो छोडेर फेरि लिन जाँदैछु। अर्को एक डोको हुनेवाला छ। अहिले चाहिँ गर्मीले भारी बोक्दाखेरि गर्मी भयो नि त, गर्मीले गर्दाखेरि सब कपडा छरारै अहिले एउटा मात्रै हाइनेक लगाएर आएको छु। गर्मी धेरै हुन्छ क्या भारी बोक्ने बेलामा। फेरि अब जाँदैछ नि एक भारी एउटा डोको छ। अझै के भयो, चोट लाग्यो? खतरा चोट लाग्यो। तोरी चाहिँ हेर न, तोरी पाकेर है अब उखल्ने बेला भइसक्यो। चराले खान्छ भनेर चाहिँ त्यहाँ त्यस्तो छ बचाउटको लागि। ल हिँडकान्छे किन आयो तिमी? हो ल मेरो भदै चाहिँ भादर जस्तै छ, रुख जान सक्छ। ल ल रुख गएर ट्याक्क पारेर त्यो घाँसभरि झार है, तर राम्रोसँग जा, फेरि लोट्ला चिप्लोसँग। नानी त चाहिँ यो बन्चरो नचला त, बन्चरो उठा, नचला नचला नचला, खुट्टा काट्छ भनेको। मेरो चाहिँ दाउरा छ अझै लिनलाई, एक टोको हुन्छ होला। अघि कस्तो अघि गर्मी भएको थियो, अहिले चाहिँ अब फेरि दाउरा लाग्नेलाई गर्मी हुनेलाई फेरि घाँस झारिसकेछ। ल झार 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 झार। ल यसले घाँस पनि काटिसक्यो। अनि कसमलाई त धौ धौ गऱ्यो, अनि मलाई धान्थ्यो त। अनि यत्रो सानो बुटो छ नि त, त्यतिले त खाँदैन यार, बाँध्नलाई पुगेन अलिकति खर। मान्छे गराइरहेछ मम्मीले आन फेरि उड्न लाग्यो। अब त्यहीले बजाउँछ है, बजा 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 लो 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 बजा 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 छिटो बजा छिटो बजा छिटो बजा 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 बजा। यो आसी 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 म चाहिँ लागे। पानीमा चुल्लुङ चिप्लिन्छु कि भन्ने
डर छ हजुर कम छ यहाँ पानीमा बाबे पसिनाले खर बनायो अहिले त अनि के भन्छ नि अब ए डोको खाना आउँछ त उहाँ म त बिर्सेर आएको डोको खानाइदिउँ त है एउटीले खाना खाएर यहाँ यस्तो फालिसकिस् ए जिसन ए जिसन जिसन हेर त्यो सुत्यो कि या मान्छे स्कुलबाट आएर ओ जिसन सुतिस कि मोबाइल हेर्छ के सुत्यो भने त नाइ सब खाना खाइस् एउटा नि बचेन के गरिस् त अनि त बोक्सेनीले रुपेशले खायो कि खाएन के खाना हो ए रुपेश राहुल त राहुल बत्ती ल तैँले खाना खायो कि नै यार यो मोबाइलदेखि भिडियो नबनाउनु भनेर खाइस् कि नै भन न बना छैन ना खाना खाइस् कि नै भने खाइसक्यो कि यार म त्यही त म त जिसनले खाएँ त्यहाँबाट झसङ्ग भयो म त खाना खायो कि नै यसले ओहो अब जिसन त आइ जिसनले खाइसक्यो रहेछ भने काले भोकै हुने भयो भने कता खा रहेछ यो मोबाइलदेखि नबनाउनु कि अलिकति लास्ट लो आजलाई चाहिँ यति नै होला है भलक पनि धेरै लामो भयो हाम्रो भिडियो त आजलाई यति नै अर्को भिडियोमा भेटौँला बाई बाई